ओ लड्का सो गुड मर्निङ सो आजको चाहिँ डे 4 बन्दु होटलबाट चाहिँ अब निस्किनु रहेछ यहाँदेखि चाहिँ हामी डाइरेक्ट अब अलो हाम्रो इभेन्ट हुने जग्गामा पुग्छौँ है सबैजना रेडी हुँदैछ अनि हाम्रो जीवन त हाम्रो रोड क्याप्टन योपालि नमको एनिराममा है सबै यसले त हुन्छ एकदम रेडी हुँदैछ सन्दीप दा हालत त्यस्तो छ गाइस हाम्रो ब्याग त्यो रुमको त्यहाँ यस्तो बेसी सामान चाहिँ यति बेसी छ होइन अब चाहिँ हामी प्याकिङको लागि गऱ्यौँ बाइकमा रोड गर्छ है सामान यहाँ चाहिँ के हुन्छ मैले आधी लगिसकेँ होइन यो होटलमा चाहिँ पार्किङ चाहिँ एकदम दामी सेफ्टी ठाउँमा रहेछ होइन सो आज पर गेट पनि रहेछ सो मेरो सामान चाहिँ सबै यहाँ आइसकेको छ होइन सो यो राइडिङ बुट अहिले लाउनु पर्ने हुन्छ किन अहिले लगाइनु भएको खुट्टा चाहिँ चिप्छ हो यदि हुन्छ हो पहिला यो हाम्रो चिया खाने भाँडा चाहिँ गाडीमा हालिहाल्नु पर्ने हुन्छ सबैको सामान प्याकिङ भइसकेको छ होइन अब चाहिँ हामी हाम्रो निस्किनु लागेको छौँ यहीँ बसेको होटल चाहिँ यहाँ छ सो दिउँसो चाहिँ यस्तो देख्न सक्दैन भनेपछि सबैजना रेडी भएपछि हामीले चाहिँ होइन ब्रेकफास्ट गरेर आएको छौँ हो अब चाहिँ हाम्रो 4 दिनको बादमा आज हामी खास हाम्रो जग्गामा पुग्दैछ हाम्रो खुसी लागिरहेछ अब खालि 100 मात्रै यत्रो किलोमिटर 105 सो अब चाहिँ सबै रेडी भइसक्यो जो ल आज हामी कहाँ पुग्छौँ आज हामी चाहिँ राइट नाउ पासीघाट सो अब हामी चाहिँ हेडिङ टुवर्ड्स आलो होइन अन्ली 100 किलोमिटर्स दामी हुनेवाला छ रेडी एकदम यता रेडी अब चाहिँ गुड मर्निङ एभ्रिवान यो चाहिँ हाम्रो डे 4 अन्त आजको 105 किलोमिटर चाहिँ आज हामी कुद्नुपर्ने हुन्छ है सो आजको चाहिँ फाइनल डेस्टिनेसन है सो एनआरएम अलो है सो जुनमा चाहिँ एनआरएम इभेन्ट हुँदैछ त्यो चाहिँ डे 3 सम्मको चाहिँ ब्लगहरू खालि छोटो छोटो थियो सो आजको चाहिँ एकदम लामो नै हुन्छ होला है सो आलो 103 किलोमिटर यहाँदेखिको चाहिँ फेरि हो हाम्रो कन्टिन्यू राइड चाहिँ चलिरहेको छ र सबैजनाको फिलअप पनि भयो होइन सो अहिले चाहिँ यो ठाउँमा हामी पुगेर चाहिँ कस्तो लाग्दैछ भने चाहिँ हुन्छ नि सिक्किममै राइड गरिरहेको छु जस्तो फिल हुँदैछ हुन्छ नि अब पहाडीमा पस्यो नि त हामी अब फेरि त्यसले गर्दा चाहिँ सिक्किम टाइपको रोड छ क्या सिक्किममा अब यही खालको त रोड हुन्छ सो त्यसले गर्दा चाहिँ सिक्किममै छु जस्तो हुँदो रहेछ गाइस राइड गर्दा है सो हिजोसम्म त्यो प्लेन एरियामा चाहिँ आमामा कुदेको जति कुदे नि जस्तो गर्दा त्यस्तै देख्ने हो यता अब पहाडहरू भेट्नु थाल्यो होइन सो यो माथि यो हाम्रो गाउँको एरियाहरू जस्तो देख्नु थाल्यो हो सो त्यसले गर्दा चाहिँ हामी चाहिँ एकदम पहाडी इलाकामै छु जस्तो लाग्दैछ आजसम्म 4 दिन भयो यो 3 दिनसम्मको जति हामी कुद्यो त्योभन्दा चाहिँ आज चाहिँ एकदम कम्ती कुद्नुपर्ने छ है सो आज चाहिँ खालि 105 मात्रै हो किलोमिटर अस्ति हिजो त अब 220 आज चाहिँ खालि 105 मात्रै छ है सो त्यसले गर्दा आज चाहिँ हल्का हुँदैछ राइड गर्नु एकदम नजिक भनेर है अलिक कम्ती भनेर सो लेट्स इन्जोय माई भ्लग गाइस अरुणाचलको रिङ्गिङ पेट्रोल पम्पमा चाहिँ हामीले फिल अप गरेको छ सबैजनाले सो भ्यू हेर्नु सक्नुहुन्छ तपाईँले गाइस भ्यू रिङ्गिङमा चाहिँ मेरो 870 को तेल खाएँ सो फिल अपको लागि नै अब अलो पुग्नु चाहिँ 78 किलोमिटर छ यहाँदेखिको चाहिँ हिजो अस्तिसम्म चाहिँ हुन्छ नि एकदम गरममै गरम फेरि स्टार्टिङ दिनकै गरम भनौँ न यहाँ चाहिँ आजको चाहिँ चाहिँ एकदम सुरुवातदेखिकै चिसो छ है सो गाइस अहिले चाहिँ बाटो चाहिँ एकदम दामी छ जीवनदा चाहिँ हामीभन्दा धेरै अगाडि हुनुहुन्छ नि त हाम्रो रोड क्याप्टन सो उहाँले चाहिँ अगाडि पानी पर्दैछ भन्नुहुँदैछ हो रेनकोट चाहिँ मैले ल्याएको छुइनँ होइन गाइस अरुणाचल अब एकदम गरम जग्गा भनेर सो अहिले अब पानी पर्ने टाइम पनि होइन भने चाहिँ ल्याइन सिक्किमको सेम लाग्थ्यो मलाई रोड चाहिँ यतातिरको चाहिँ अब चाहिँ यस्तै सिक्किमतिर त्यस्तै हुन्छ रोड हो सो यो जग्गा चाहिँ हाम्रो उता सिक्किमको चाहिँ अब नर्थ सिक्किमको त्यो माथि नर्थ सिक्किमहरू जस्तै अब हामी टुप्पीमा पुगिसकेको रहेछ नि त यहाँको आलो 60 किलोमिटर हो यहाँदेखि अब 60 किलोमिटर पनि छ हो गरम जग्गा भनेर सोचेर आयो झाडो जग्गा रहेछ अरे बाबा अन द वे एकदम रोड चाहिँ दामी ग्यास दामी यहाँको चाहिँ राडा भन्ने गाउँदेखिको चाहिँ रोड चाहिँ दामी आम्बो तर पुरा रङ साइड आइदिँदो रहेछ गाडीहरू चाहिँ एकदम आफै जोगिनु पर्ने रहेछ दामी ग्यास वाउ धान वरिपरि धान कहाँ हुनुहुन्छ तपाईँ ओके यो त बजारै होला गाइस सीधा आलु
अहिले चाहिँ हामी यहाँ प्याङ्गिङ भन्ने टाउनमा है गाउँमा आइपुगिसकेको छौँ। यो चाहिँ अब हामी एकदम निकै बिसाउँछ होला किनभने यहाँनिर चाहिँ आधी घन्टा पनि पुग्छ हो। सो टाइम चाहिँ कति पनि भएको छैन नि त। कताबाट आउनु भएको? ओहो हिर्काबाट कस्तो घटे सिलास भिडियो बनाइदिएन एकदम जोकेर यहाँदेखिको चाहिँ अलो चाहिँ 10 किलोमिटर है, खालि 10 किलोमिटर छ। अब अलो पुगिसकेपछि गाइस मेरो जति अरू ग्रुपहरू छ उनीहरूसँग म छुट्टिन्छु है। म चाहिँ यो गाडीहरूको लाइनमा पर्छ, अरू कुनै अरू ब्रान्डको बाइकहरूलाई चाहिँ गेट नम्बर 1बाट चाहिँ छिर्नु अलो छैन है। सो त्यसले गर्दा चाहिँ म चाहिँ गेट नम्बर 2बाट जानुपर्ने हुन्छ। अन्त यो जति रोयल इनफिल्डहरू छ उनीहरू चाहिँ गेट नम्बर 1बाट इन्ट्री हुन्छ है। एनएआरएमको यो वे टु एनएआरएम भएको बोर्डमा आइपुगिसक्यो यो जग्गा हो। सबै हाम्रो क्लबको माथि छ। अङ्कलले हेलो गर्नुहुन्छ, थ्याङ्क यू। जगह का नाम क्या है? इसका तो संगम तिमियाले। संगम संगम तिमियाले। ठीक है ठीक है। सो बाय बोल दीजिए। बाय बाय। क्यों? टोको गुट्टी क्यों है? खाने नहीं हो? टोको गुट्टी है गाइस, टोको गुट्टी। ए टोको टोको गुट्टी अम्म गाइस यो हो नि त माछा सेकवा, माछाको सेकवा हैन। अन द वे टु नम जस्ट 25 आई थिंक हो। बाटोमा चाहिँ यहाँ हेर्नु माछा एकदम दामी भइरहेछ। सुन्तला खाँदै छु। माछा माने वो उधर तो खाना बोलते हैं, आप खाना बोलते हैं। खाना और खाना ओ लड़ गया कस्तो हुँदो रहेछ त टोको गुट्टी खानु हैन? टाउ टाउ टाइपको छ। आलू पे मिलते हैं सब कुछ। ओ मामा कत्रो फटेको ग्रास होपर आयो मेरो ट्याङ्क ब्यागमा। पो गाइस यु क्यान सी गाइस, यु क्यान सी ए बिरु भनेको अमा आइपुगेको होइन। ग्रास होपर मेरो ट्याङ्क ब्यागमा कत्रो बढ्यो गाइस ए ग्रास होपर मेरो ट्याङ्क ब्यागमा ए गाइस कत्रो बढायो। पटुम भन्ने जग्गा आइपुगिसक्यो हेर। झन्डै कुकुर पनि हिर्कायो। मेरिनाले कुकुर झन्डै हिर्कायो, मार्छ होला। सो एकदम राइडमा चाहिँ यस्तो हुन्छ गाइस, के हुन्छ त इन्सिडेन्टहरू त है। अलोको लोकेसनको जुन प्रायः चाहिँ रिभर साइड मैले चाहिँ देख्न थालेँ यसो यो साइडमा रहेछ होइन। एकदम लहेरा भइरहेछ। सो फाइनली गाइस हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ हाम्रो इभेन्ट हुने जग्गामा है। सो यो गेट नम्बर 1 होला, यो चाहिँ रोयल इनफिल्डको बाइक मात्रै इन्ट्री हुन्छ। सो गेट नम्बर 2बाट चाहिँ हाम्रो फाल्टो बाइक लानुपर्ने हुन्छ है। सो गेट नम्बर 2 चाहिँ मैले देखेको छैन कहाँबाट हो। अब चाहिँ हामी गेट नम्बर 2मा जाँदैछौँ किनभने गाडी र बाइक चाहिँ गेट नम्बर 2बाट हो। हामीलाई अलिकति लामो पर्ने रहेछ है। फाइनल्ली एनएआरएमको लागि पुगिसकेको छौँ। सो अब चाहिँ हामी गेट नम्बर 2 पुगिसकेको छ। गेट नम्बर 2बाट तपाईँहरूको दाहिने हातपट्टिबाट आउँदैछौँ र यो चाहिँ एकदम माछा मार्ने जग्गा रहेछ, बगर रहेछ हो। सो हामी चाहिँ क्याम्प साइडमा पुगिसकेको छ, तर हाम्रो यही फाल्टो बाइक छ भने यसरी अलग्गै राख्नुपर्छ है। सबै बाइक छ हो मेरो यता छ। कन्टिन्यू अब बाइक लिएर सामान लगे लोकल हुँदैछ नि चाहिँ ट्याक्सी हो। अब बाइकहरू चाहिँ ट्याक्सीमा लेट्स गो। ल अरू ट्याक्सी जो एकदम ट्याक्सी ल अबि छिटो ऊ चेयरहरू छ नि अझै। घुमे वाल गयो नि घुमिबसेछन्। हाम्रो हेर्नु त चिप उल्टा गयो उल्टा ऊ तल छ टोल त्यो कता 76 फाइनली आ गया
फाइनली हाम्रो भेन्यू चाहिँ यहाँ रहेछ द राइडर्स अफ नामथाङ। सो गाइस अब चाहिँ हामी डे 4 को चाहिँ बेलुका है। सो अरुणाचल आजको क्राउड चाहिँ यस्तो छ। Sequoia. You guys are absolutely amazing. And this year, maybe we will have Mazaki Girls performing for us too. So I want you guys to sing with me, okay? I'm a little bit tired, but you guys give me the energy, okay? You give me the energy, I'll give you the vibe. Alright? Let's do that, okay?